यसरी जानुपर्ने हुन्छ हैन। तो खतरा भइहाल्छ नि गाउँ भनेपछि हैन। कम्मरमा चाहिँ पुरै खुकुरी पनि भिड्या छु मैले चाहिँ हैन। चम्ची बोकेर हैन केटो आउँदैछ लाउरे। यसलाई त पुरै पल्टन हिँड्छ जस्तो देखिरहेको। हेलो गाइज, वेलकम टु माई ब्लग। आई होप हजुरहरू पनि सन्चै हुन्छ होला अनि म पनि एकदम सन्चै छु। अनि आजको ब्लग चाहिँ हैन सुरु हुन्छ घरबाटै। यहाँ दुईजना हैन पुरै झोला बोकेर जाँदैछन् हैन। अनि आज चाहिँ हामी कहाँ गएको भनेर लाग्न सक्छ। अनि हामी चाहिँ आज जाँदैछौँ फाइनल्ली फेरि पनि वाफे खोला भन्नुपर्छ हैन। सो अब जानुपर्छ हामी चाहिँ हैन। अनि यो झोलामा के छ भनेर त अब पक्कै पनि लाग्न सकिहाल्छ हैन देखेपछि। एकछिनमा देखिहाल्नुहुन्छ। हामी चाहिँ पुरै त्यहीँ पुगेर अब जहाँ हिँडेको त्यहीँ पुगेर हामी चाहिँ ओपनिङ गर्नेछौँ यसलाई हैन। सो अब चाहिँ हामी यो बाटो लाग्नुपर्ने हुन्छ। अनि हामीले घर चाहिँ परै छोडिसकेका छौँ हैन। कम्मरमा चाहिँ पुरै खुकुरी पनि भिड्या छु मैले चाहिँ हैन। लगाइसकेको छु गर्मी खालको ज्याकेट छ एकदम न्यानो खालको छ हैन। यहाँ चाहिँ चम्ची बोकेर हैन केटो आउँदैछ लाउरे। ल अब चाहिँ हामी यो बाटो जानुपर्ने हुन्छ हैन। अनि त्यसपछि आमा चाहिँ हेर्दै हुन्छ हैन। आमा के भन्नुहुन्छ भिडियो बनाएको। अनि त्यसपछि अब आमा हाँस्दै हुन्छ हैन। उहाँ पढाउने छ हौ त्यहाँ छेउमा बसिरहेको छ ढुक्कु चाहिँ हैन। हाम्रो गाउँ त्यस्तो छ हैन। ढुक्कुर मर भने कुदिरहेको छ। अनि त्यसपछि हामी चाहिँ हैन पुरै खुकुरी सुकुरी चट्ट भिडेर झोलामा चाहिँ हैन यसलाई सामान पुरै प्याक गरिसकेको छ। गाउँतिरको कुलो अरे पानी पनि छैन हैन। अब हामी चाहिँ आउँदाखेरि पानी पनि खोल्नेछौँ। पानी के मुहानमा पुगिन्छ हैन। कुलो अरे एक थोपो पानी छैन। यहाँनिर कस्तो खालको कुलो होइन। यसलाई त पुरै पल्टन हिँड्छ जस्तो देखिरहेको छ त गाइस। हेर्नु त ल झोला बोक्दा त ठ्याक्कै पल्टन हिँडेको कि स्कुल हिँडेको। भाइ तिमी कहाँ हिँडेको? अब चाहिँ हामी खरे आइपुग्न लागेको छौँ। खरे खोला भन्छ यता। अब खरे आइपुग्नै लागेको छौँ। यो अगाडिदेखिको डाँडा चाहिँ खरे हो। ल बाबा हुन्छ नि होइन। हाम्रो जे भए पनि गाउँ पो त हो। खतरा भइहाल्छ नि गाउँ भनेपछि होइन। घरहरू पनि देखिरहेको छ ल राम्रो छ होइन। यता चाहिँ पुरै डाँडा बादल छ। घाम चाहिँ पुरै लागिरहेको छ होइन यता। अनि यहाँ चाहिँ ल पर्खल पनि गएछ होइन। पर्खल गएछ लडेछ यहाँ त लडेछ। यस्तो गर्दा चाहिँ हल्का दिमाग खुस्केको भनेर होइन लानु सक्छ नि। काफलको रुखको यो चाहिँ काफल पाएको जान्छ। बाटो चाहिँ अप्ठ्यारो छ। जहाँ गए पनि बाटो सजिलो चाहिँ हुँदैन गाउँको होइन। ठाउँ सजिलो हुन्छ। अलिक अप्ठ्यारो भइहाल्छ धेरै जस्तो चाहिँ होइन। अनि हामी चाहिँ तिनजना हिँडेको होइन। तिनजनाले एक्कासी के जस्तो आयो। अब तिनजनाबाट पनि रोइले हान्नु पऱ्यो। पानी यता टालिएको रहेछ। तिनजना गएर आज रोइले हान्ने हो नि त होइन। जिन्दगीमा रमाइलो पनि गर्नै पर्छ होइन। काम त कति गर्नु। बिहान घाँस काटो बेलुका घाँस काटो त्यही घाँसे जिन्दगी भइसक्यो होइन। घाँस मात्र काटेर भएन रमाइलो पनि गर्नै पर्यो। त्यही भएर हामी चाहिँ आज चाहिँ हिँडेको वाफे होइन। गाउँको जुगाड बबाल छ। यता खोलाबाट होइन यस्तो पाइप नभएर यस्तोबाट तानिरहेको छ पानी। गाउँले मान्छेको जुगाड चाहिँ हो नि। जस खतरा पारेर पानी चाहिँ तरी तानिदिरहेको छ होइन। त्यहाँबाट तानिरहेको छ त्यो बाँसमा। खरे खोला चाहिँ पुरै सुकेको रहेछ। पहिले चाहिँ यहाँ डह्रो पानी हुन्छ अहिले चाहिँ सुकेको रहेछ होइन। हामी चाहिँ त्यो उहाँ पर्छ नि यो यता यो परबाट आइपुगेको छौँ यतातिर होइन। जोखिमपूर्ण बाटो छ यहाँनिर चाहिँ। अब हामीले यहाँ युद्धै लडेर जानुपर्ने हुन्छ। एकदमै चढेर यसरी जानुपर्ने हुन्छ होइन। तो म पनि अब यसरी जानुपर्ने हुन्छ। म चाहिँ यस्तो भित्रबाट हिँड्छु होइन। आमा भुइँमा त खतरा खाँदा
अब चाहिँ भेट्नुपर्छ सिधै खोलामा है। फाइनल्ली हामी चाहिँ खोलामा इन्ट्री गरिसकेको छौँ होइन। अब यहाँबाट हामी तल तल जानुपर्छ। यहाँ तल हामी चाहिँ अब फाइनल्ली पुलमा आइसकेको छौँ गाइस होइन। अब पुलमा हामी चाहिँ जानुपर्ने हुन्छ। अब यस्तै हो खोलामा अब माछा साछा मारेर चाहिँ हामी सबैसँग होइन त्यही गर्नुपर्छ। मजा गर्न आएपछि मजा त गर्नु नै पर्छ होइन। दाउरा पनि जान्छ यतातिर, दाउराको चाहिँ एकदमै खाँचो रहेछ। हामी यता पारियो एउटा हामीले देख्न सक्नुहुन्छ तपाईँहरू खत्रै छ। धोइसकेँ अब मैले लानुपर्ने हुन्छ यता। गाइस आजको भ्लग चाहिँ यति नै।